त्यो सनराइज हेर्नको लागि चाहिँ जाँदैछौँ। मित्रहरूले छोड्यो क्या त्यही त यहाँ ड्रोन लिएरै रेडी भएको थियौँ के गर्नु। गुड मर्निङ छ अन्त डाँडाबाट कस्तो खतरा कलरफुल खुर्सानी। सबभन्दा मिठो चाहिँ करेला फ्राई गरेको। ल हुन्छ धेरै धन्यवाद। ल अब चाहिँ हामी कन्यामतिर लाग्दैछौँ। वेलकम टु कन्याम। सिक्किमबाट आएको बङ्गालबाट आएको जस्तो देखिरहेको छ। काठमाडौँ लगेको कि खत्तम भएछ। हेलो वेलकम ब्याक टु आवर च्यानल। अनि हामी हिजै अन्तुमा आइसकेका छौँ। अनि यहाँबाट चाहिँ हामी माथि सनराइज हेर्नको लागि चाहिँ जाँदैछौँ। हामी चाहिँ मित्रहरूले छोड्यो क्या त्यही त त्यही भएर हामी ढिला भएर बाटो कन्फ्युज हुँदै कमसेकम एकजनाले जाउँ भने भए पनि कन्फ्युज हुँदै हिँडिरहेको छौँ। अब भेटे पनि ठिकै छ। सकभर चाहिँ मिस नहोस् भन्ने छ। अब हामीले मिस गराउने भने तपाईँहरूले पनि मिस गर्नुहुन्न। खुसीको कुरा चाहिँ त्यहाँनिर छ। ओके हामी चाहिँ र हामीसँग छिटो छिटो हिँड्दैछौँ। हेर्दै गर्नु होला हाम्रो साथमा तपाईँहरू भइरहनु होला। ल कुद्नु पर्ला जस्तो लाग्यो। फाइनली गाइस हामी चाहिँ सनराइज हिँड्न जाने बाटो भेटायौँ यहाँ सोधेर। सो अब हामी जाँदैछौँ। हिजो बेसमरी हिँडेको भएर हामी चाहिँ एकदम अहिले नै गलिसकेको फिल भएको छ। तैपनि होइन स्पेसली त्यसैको लागि आएको भएर चाहिँ हामी मिस गर्न चाहन्छु। आधी घन्टामा जहाँनिर पुग्छ त्यहीँनिर रुक्ने रे कि आधी घन्टा हिँड्नुपर्छ भन्नुभयो नि त। तर पुरा बाटो थाहा हुने गऱ्यो। यति आएपछि है लाइटहरू रहेछ। त्यही लाइटले पछ्याउँदै पछ्याउँदै जाने यहीँ त होला नि। जाउँ त्यहाँ सोधौँ। पुरा त्यहाँ सिग्नलै दिइरहेको छ नि। देख्यौ टिकट घर देख्यौ। रुको जरा रुको रुको। भने हाम्रो सनराइज लास्टमा अनि सनराइज हेर्नको लागि चाहिँ नोभेम्बर डिसेम्बर होइन त्यतिखेर आउनुपर्छ। यहाँ थोरै बल्ल स्टार्टिङ भएको छ। अघि भन्दा चाहिँ अलि है आएको जस्तो भयो। अघि झन् दामी भएको थियो हो। ओ है कस्तो लाइट बिस्तारै बिस्तारै चेन्ज भइरहेछ नि। अलिअलि निस्केथ्यो त्यो पनि लजाएर गयो भने अब यहाँ सबैजना चाहिँ हामी आफ्नो टिममा यहाँ चाहिँ सबैजना सनराइज हेर्नको लागि जम्मा हुनुभएको है। तर बादलले गरेर चाहिँ थोरै धन्न अब यति आएको चाहिँ फेर नजाओस् भनेर चाहिँ थोरै चाहिँ आउनुभयो। फेरि उहाँले आफ्नो मुहार लुकाउनु भयो।
हामी चाहिँ अघि त्यहाँनिर थियौँ अहिले एक राउन्ड घुमेर फेरि यता आयौँ यहाँ ड्रोन लिएरै रेडी भएको थियौँ के गर्नु लास्टमा सनराइज चाहिँ पुरा लजाएर अनि लुकिदिनु भयो बादलभित्र घुम्टो एकचोटि हटाउनु पनि भएन त्यही भएर हामीले यो ड्रोनको पनि युटिलाइजेसन यसरी गरिरहेछौँ हामी फुल तयारीका साथ आएको थियौँ होइन अब ड्रोनबाट पनि खिचिसक्यौँ कता कता खिच्ने हो होइन लास्टमा यस्तो भयो हाम्रो भिडियो चाहिँ हाम्रो यात्रा ओ ल यता पनि है यहाँ चाहिँ हाम्रो अब फोटो सेसन हुँदा लागिरहेको छ ल हामीले आज सनराइज चाहिँ राम्रोसँग हेर्न पाएनौँ तर पनि मजाले इन्जोय चाहिँ गऱ्यौँ है फोटोहरू खिच्यौँ वरिपरिको भ्यूहरू हेऱ्यौँ अब चाहिँ हामी फेरि हाम्रो होमस्टेमा जाँदैछु फेरि सुत्नु छ अरे उसले चाहिँ फेरि सुत्छौ तिमी छिट्टै छु ओके पछाडि सबै हाम्रो टिम आउँदै हुनुहुन्छ कस्तो दामी हो गुड मर्निङ छ अन्त डाँडाबाट हजुर गुड मर्निङ गुड मर्निङ एकैछिन हाफ एन आवर भए पनि रेस्ट गर्दैछौँ ओहो बाटो ब्लक भयो हाम्रो टिकट बाँकी छ दिदी यहाँ कस्तो खतरा कलरफुल खुर्सानी सजाएर राख्नु भएको छ बाटोमा खुसुक्क खिचेको हामी यो चाहिँ हामी बसेको होमस्टे हिजो राति भएको भएर राम्रोसँग भ्यू नै देखिरहेको थिएन यो चाहिँ यस्तो खतरा छ एकदमै पिसफुल ठाउँ माथि हाइटमा अनि हामी चाहिँ सनराइज हेरेर आएको तपाईँहरूलाई भ्यू देखाउने चक्करमा झन्डै म त लड्न लागिरहेको रेस्ट पछाडि हामी खाना खाएर आज कन्यामतिर लाग्छौँ अनि त्यताको भ्यूहरू पनि तपाईँहरूलाई हामी देखाउनेछौँ हामीसँग जोडिरहनु होला भित्र हाम्रो गाईहरू हुनुहुन्छ उहाँले जसरी तयार गर्नुभएको छ उहाँहरूलाई पनि आशिष अनुग्रह गर्नुहोस् कति व्यक्तिहरूले समय खान पाइरहेको छैन होला प्रभु कुनै न कुनै माध्यमद्वारा उहाँहरूलाई पनि जुटाइदिनुहोस् भनेर हामी पनि बिन्ती प्रार्थना गर्दछौँ हाम्रो खाना आइसकेको छ आजको हेल्दी यता चाहिँ दिलकुमार पनि आइसकेको छ वान साइडमा खाना आइसक्यो हाम्रो खानामा रहेको छ यता बोडी अनि यता साग भयो अचार भयो स्यालेड भयो पापड भयो त्यस पछाडि यो तिते करेला फ्राई है अर्को स्टाइलमा कस्तो मिठो छ है यो चाहिँ हिजो बेलुका पनि थियो अनि त्यस पछाडि यो आलु फ्राई भइहाल्यो अनि मैले अघि भनिहालेँ यहाँ दिलकुमार भइहाल्यो ल अब हामी खायौँ है त साह्रै मिठो है साह्रै मिठो यो खाना साह्रै मिठो ब्रदर झनै मिठो रे के भनेको खानुभयो कस्तो लाग्यो खानु यहाँ खाना चाहिँ एकदमै मिठो आएर ट्राई गर्नु होला है सबभन्दा मिठो के लाग्यो सबभन्दा मिठो चाहिँ करेला फ्राई गरेको अनि आलु भाजी है हजुर हेल्दी खाना एकदमै मिठो नत्र बाहिर खायो भने प्राय गडबड हुन्छ नि त पेट तर हिजो बेलुकाको पनि एकदम मिठो आज पनि एकदम हेल्दी मिठो है तपाईँहरू पनि यता आउँदै हुनुहुन्छ भने चाहिँ होमस्टेको नम्बर कन्ट्याक्ट नम्बर डिस्क्रिप्सनमा पनि हुनेछ भिडियोको तल पनि म राखिदिनेछु सम्पर्क गरेर आउन सक्नुहुन्छ अनि यो चाहिँ सनराइज हेर्नको लागि पनि एकदमै नजिकै पर्छ एकदमै राम्रो हुन्छ सो आउन सक्नुहुन्छ इन्जोय गर्न सक्नुहुन्छ यहाँबाट चाहिँ दामी सिन देखिँदो रहेछ है तर कति चाहिँ फगिली गरेर पनि छेकियो अब म सानो भएर पनि छेकियो वेलकम दादा तपाईँलाई लङ टाइमको हाम्रो पर्खाइपछि तपाईँलाई वेट गर्दा गर्दा बल्ल आइपुग्नु भएको छ ल हुन्छ धेरै धन्यवाद
ल अब चाहिँ हामीले हाम्रो होमस्टे छोडेर आएका छौँ होइन। अब चाहिँ हामी कन्यामतिर लाग्दैछौँ अनि त्यस पछाडि हाम्रो गाडी तल छ। हिजो बेलुका राम्रोसँग भ्यू तपाईँहरूलाई देखाउन पाइएन, तर आज चाहिँ हामी नछुटाइकन देखाउने प्रयास गर्छौँ होइन। ओके, अब हाम्रो यात्रा स्टार्ट भयो। यहाँबाट देखिएको भ्यू हेर्न सक्नुहुन्छ। ए एकदम राम्रो भ्यूमा यहाँ राम्रो मान्छेहरू पनि हिँडिराख्नु भएको छ। एक नजर यता दिनु होला प्लिज। कटेज चाहिँ यहाँ छ अनि यहाँबाट सनराइज हेर्न गएको बिहान। अब हामी फर्किँदैछौँ यहाँबाट। हिजो राति हामी यही जङ्गलको बाटो भएर हिँडेका थियौँ। यो खिच नि दामी देख्छ हेलो गाइस, वेलकम टु माई न्यू ब्लग भनेर त अनि लड्दा के भयो? फेरि एकदिन लडेर देखाउने हो कि के हो रे? बाई बाई। ल हामी त लास्ट हुने भयो नि हौ। अब हामी कन्यामतिर लाग्दैछौँ। हामी चाहिँ यहाँ सिद्धि खोलाको पुलमा आइपुग्यौँ। कन्याम बजार सुरु भयो। हामी कन्याम आइपुग्यौँ है। हो हामी आइपुग्यौँ। के भयो दिदी? हामी कहाँ छौँ? वेलकम टु कन्याम। सिक्किमबाट आउनु भएको छ हाम्रो भाइ। सिक्किमबाट आएको बङ्गालबाट आएको जस्तो देखिरहेको छ। हाई गरिदिनुहोस् हाम्रो भाइहरूले। म त आइपुगेछु। उहाँ चाहिँ हाम्रो बिरामी मान्छे। हेलो। कस्तो कालो हो होइन, अनुहार डढिसक्यो। त्यस्तो होइन हौ। म त अस्ति यो टी-सर्ट लगाएर आएकै होटलमा। हाम्रो चाहिँ यहाँ फोटो सेसन हुँदैछ। भिडियो पनि खिच्नु पर्यो। हामी चाहिँ माथिबाट फर्किँदैछौँ फेरि कन्याम बजार हुँदै। अनि अघि फर्स्टमा देखाएको भ्यू पोइन्टमा जाँदैछौँ। तपाईँलाई कस्तो लाग्यो कन्याम बजार? प्रतिक्रिया दिनुहोला। अनि यहाँ चाहिँ स्पेसली नेपाली छुर्पी पाइन्छ, मिठाईहरू। अनि स्पेसली डल्ले खुर्सानीको पिकल पनि यहाँको स्पेसल रहेछ। सो तपाईँहरू यता आउँदै हुनुहुन्छ भने चाहिँ नछुटाउनु होला टेस्ट गर्नको लागि। Beautiful view from Kanyam. जुगाउन सक्छ छिटो जाउँ हो त्यसो नभन्नु न हो अनि घाँस आउनु बित्तिकै जुगा त आइहाल्छ नि पानी छ कि घाँस
भएको कि अनि एकजना चिप्ने भने यहाँनिर दुईटा दुःख ल ल ल ल ल Be careful. ओके के भयो आउँदैन क्या प्रतिज्ञा यहाँ राम्रो उताको सिङ आउँछ यता यहाँ चाहिँ पुरा कल्चरल ड्रेसहरू पनि अभाइलेबल हुन्छ है त्यो लगाएर पनि फोटो खिच्न पाइन्छ हर्स राइडिङ पनि गर्न पाइन्छ है यता अब चाहिँ हामी यहाँ माथि जाँदैछौँ पानी पनि पर्यो फगी चाहिँ पुरा हामीले फिल गरिरहेछौँ यो चाहिँ यहाँको ब्युटिनेस पनि हो पानी परेर हामी जान पाउँदैनौँ कि भनेर सोचिरहेको थियौँ लास्टमा पानी अलिअलि परेको छ तैपनि हामी आएको बेलामा किन मिस गर्ने भनेर जाँदैछौँ फाइनली अब हामी जान पायौँ पानी रोक्यो बर्सडे हामीले एकदमै च्यालेन्ज गरिरहेको छौँ अहिले हामी मौसमलाई च्यालेन्ज गर्ने मौसम हामीले च्यालेन्ज गर्दै बस्छ हामी माथि पुग्यौँ टपमा नेपालको झन्डा फर्र भइरहेछ यहाँ हामी फर्किँदैछौँ यहाँ माथिबाट आपको कैसा लगा अच्छा लगा अनि अहिले चाहिँ हामी कन्याम बजारबाट हिँड्यौँ फिकल बजारमा जान्छौँ अनि त्यहाँ हामी एकैछिन घुम्छौँ खाजाहरू खान्छौँ हामी चाहिँ फिकल बजार आइपुग्यौँ भर्खरै यहाँको लोकल छुर्पी अनि चिया मिठाईहरू अनि अचार यहाँ यस्तो छुर्पीहरू पुरा झुन्डाइ पनि रहेको छ लम्बावाला छुर्पी काठमाडौँ लगेको कि खत्तम भएछ बजारबाट घर जाँदैछु अँधेरो भइसक्यो आज पनि इभिनिङ नै भयो माथिबाट छिर्नुपर्छ होइन फाटाकबाट उकाटी फाटाकबाट लानु उता लानु तपाईँहरूले हजुर अन्त भोलि किन्दा पनि भएछ नि हामी चाहिँ अहिले घरतर्फ जाँदैछौँ फिकलबाट अनि आजको भ्लग यति नै गर्न चाहन्छु किनकि यो पलिले गर्दाखेरि आएको छैन भ्यू पनि राम्रो देखिरहेको छैन सो कन्याम बजार अनि फिकल बजार कस्तो लाग्यो तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ प्रतिक्रिया दिन सक्नुहुनेछ अब फेरि भोलिको डेस्टिनेसन के हुन्छ फेरि भोलिको भ्लगमा भेटौँला ओके टेक केयर बाई बाई